तेरो मम्मीलाई नआउने हतियार छ आज चाहिँ खतरनाक बनाए। हेलो नमस्ते गाइज, वेलकम टु माई ब्लग। सबैजना सन्चै राम्रै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। यो चाहिँ मेरो फर्स्ट ब्लग हो। आज चाहिँ अब ड्युटीबाट घर जाने टाइममा ब्लग बनाइरहेको होइन, यस्ता बाटोमा। यता चाहिँ मेरो ज्वाइँ अनि चाहिँ घर जान लागेको कामबाट। आज हामी चाहिँ खुट्टाले हिँड्दै आएको होइन ड्युटीबाट। त्यतिखेर होइन सधैँ चाहिँ गाडीमा ओला उबर गरेर हिँड्थ्यो, आज चाहिँ यत्तिकै हिँड्दै आइरह। तर हल्का थके पनि लाखा होइन। आज चाहिँ कति टाइम लाग्दो रहेछ, अटो र कारलाई चाहिँ 10 मिनट लाग्ने बाटोलाई हामीले कति मिनटमा पुरा गर्न सकिन्छ भनेर यसो विचार गरौँ भनेर ट्राई गरिरहेको होइन। त्यही हो, तल चाहिँ किच्चड पनि छ, पानी परिरहेको। अनि बाटोमा चाहिँ यताउता कुकुरहरू लास्टै छन्, पछि पऱ्यो भने चाहिँ पुतपुत्ती भगाउँछन्, हातमा चप्पल लिएर भाग्नुपर्छ। अनि त्यही हो, सो कामबाट आइयो भर्खरै, अब घर पुग्न लाग्छ, धेरै समय छैन। के गर्ने, बिहानबाट परदेशी जिन्दगी, बिहान 7 बजे गएको होइन, कन्टिन्यू काम गरेर भर्खर आउँदैछौँ। अहिले चाहिँ रातिको चाहिँ बिहानको 7 बजे गएको, रातिको चाहिँ 10 बजेर 17 मिनट गइरह। अब हेरौँ। मन्दिर छ एउटा दामी होइन, यहाँ चाहिँ शिवजीको मन्दिर छ दामी। भक्तहरू हामीलाई पूजा गर्न सजिलो हुन्छ, नजिकै छ हाम्रो घरदेखि। सो यहाँ चाहिँ फाइट चलिरहेको रहेछ होइन, कुकुरहरू चाहिँ बाटोमा घुमिरहेछन्। हामी जस्तै काम नपाएको हुँदैन हामी काम। यो कुन बसायो गाइस, कुकुरको बसाइ खतरनाक छ। यता म्याच हेरिरहेको रहेछ, किचड रहेछ यहाँनिर चाहिँ। ओरे 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 अरे गलतै काम गरिदियो त हौ, गलत काम गरिरहेको त। तेरो मम्मीलाई नआउने
हतियार छ आज चाहिँ खतरनाक बना अनि हाम्रो रुम चाहिँ अब त्यहीँ पल्टिने रे हो हाम्रो घर गल्ली खतम हुन लागिसक्यो अब होइन आएर के गर्ने टाढा छ रुम चाहिँ काम गर्नुदेखि ठाउँदेखि एकदमै टाढा छ 11 बज्छ आउँदा आउँदै तर पनि दिनु पर्यो के गर्ने काम गर्नै पर्यो पेट पाल्नै पर्यो होइन पेट पाल्नै पर्यो अब चाहिँ आइपुग्यौँ हामी होइन पुणे आँटी हाम्रो घर चाहिँ अब आउन लाग्यो हामी बस्ने ठाउँ चाहिँ सो पुरा आर्मीहरूको एरिया होइन यो चाहिँ पुरै आर्मी एरिया छ आर्मी पनि बस्छन् जस्तो होइन अनि सोचेको हामी पनि आर्मीवालाको घरमा बस्ने हामी बस्ने चाहिँ यो बिल्डिङमा हो के भयो होइन हामी चाहिँ उता 30 मन्दिरलाई यो वाला यहाँबाट इन्टर गर्नुपर्ने हुन्छ हामी चाहिँ त्यो दिन नानी चाहिँ त्यो खुसी हुँदै हुन्छ गइसकेको छु फाइनल्ली हामी चाहिँ रुम आइसकेको छौँ नानी चाहिँ मलाई खुसी आउँछ नानीको खुसी हेर्नु होला उहाँ चाहिँ बाबु अब नानीलाई हेर म खुसी हुँदै आउँछ मेरो बहिनी उहाँको वाइफ नानी नानी मेरो छोरी चाहिँ यस्तो अब हामी चाहिँ केही भन्दिनुहोस् तपाईँले पनि ब्लगलाई लाइक गरिदिनु कमेन्ट गर्नु बडा लाइक गर्दै भन्नु बडा पाल्ने हाम्रो इग्नोरिङ सो नानी हाई गरिदेऊ यस्तो गरिदिनुहोस् हाई गरिदेऊ यस्तो गरिदिनुहोस् भान्जीले चाहिँ जिस्काइदिनु आएको छ अनि उहाँ चाहिँ मेरो बुढी होइन बुढी हाई आउँदा आउँदै बुढीको भिडियो बनाउनु मन परेमा भिडियोलाई लाइक गर्नु होला आजलाई यति नै बाई